यो मण्डबेला रेलिङमा रोप्ने बिरुवा हो। पानी पर्ला जस्तो भएर चाहिँ पानी धेर मान्दैन नि त, त्यसकारणले मैले यो राखेको छु। पिङ्क व्हाइट मण्डबेला छ। अनि साथीहरूले कति साथीहरूले होया खोज्नुहुन्छ, हेर्नुहोस् त यो ह्याङ्गिङ हुन्छ है होया। यो एक खाले होया छ भने यो अर्कै खाले यो हार्ट सेपको होया यो अर्कै छ। अनि यो खालको होया तीन क्वालिटीको मसित होया प्लान्टहरू छ है त साथीहरू। अनि यो देख्नुभएको जिजी प्लान्टहरू कत्रो छ कस्तो छ भन्नुहुन्छ, यसरी बुस्सी बुस्सी छ। अनि यो हेर्नुहोस् त यो फिलोडेन्ड्रोन यस्तो लामो लामो पात भएको यो पनि छ मसँग। अनि एन्थोरियमहरू पनि छ। एन्थोरियम चाहिँ मुनि मुनि राखेको छ साथीहरू। हुकेरी जेन्मिनाई कार्डबोर्ड कत्रो हुन्छ, कस्तो साइजको पठाउनुहुन्छ भन्नुहुन्छ नि, यो साइजको पाउनुहुन्छ है त। यो साइजको प्राइस पनि सोध्ने साथीहरूले सोधिसक्नु भयो। अनि यसमा गोल्डन पनि छ, मोनेस्टर थाई कन्सुलेसन पनि छ। सुरुमा आउँदाखेरि त पत्ता चिरिएको हुँदैन, अनि अहिले चाहिँ चिरिँदैछ साथीहरू। अनि यो इपिपिटिएनएम पनि छ, यसरी भेरिकेसनमा छ साथीहरू। पनि सानो प्राइसमा पनि पाउन सक्नुहुन्छ, ठुलोमा पनि पाउन सक्नुहुन्छ। अनि यसरी यो चाइनिज पिस लिलीमा पनि पाउन सक्नुहुन्छ। यो चाहिँ महँगो छ साथीहरू। अनि हजुरहरूले चाहिँ अब सस्तो दाममा लाँदाखेरि चाहिँ यही भेराइटीमा लानुहोस्, यही साइजमा लानु सक्नुहुन्छ। अनि हेर्नुहोस् त यो ग्लोरिजम पनि यसरी छ। यो एन्थोरियमहरू पनि छ। यो हेर्नुहोस् थाई कन्सुलेसन यसरी ठुलो साइजमा पनि लानु सक्नुहुन्छ। अनि यो फिलोडेन्ड्रोन यो मामी सिल्भर क्लाउड पनि छ यसरी नै। कोब्रा फनमा पनि यस्तै भेराइटीमा छ। कोब्रा फनहरू पनि छ। इन्डोर प्लान्टहरू त धेरै छ मसँग। यो नयाँ भेराइटीको भन्नुपर्छ, रियरै हो यो स्नेक प्लान्ट पनि छ। स्नेक प्लान्टको भेराइटीमा पनि धेरै छ मसँग। हजुरले देखाउनुहोस् न, मन पऱ्यो भने चाहिँ भन्यो भने म 1 by 1 हजुरलाई वाट्सएपमा मेसेन्जरमा पठाउन सक्छु साथीहरू। अघि पनि स्नेक प्लान्टको कुरा गर्दा गर्दा यो साइजको पनि छ। यो सानो बुथुरेमा हुन्छ, अनि यो चाहिँ कर्लीमा हुन्छ है त साथीहरू। यो बच्चा पनि आउनु थालेको छ है, हेर्नुहोस् त टुसा पनि यसरी लागिरहेको छ। अनि यो खालको एग्लोनीमा पनि पाउन सक्नुहुन्छ, यो खालको पनि पाउन सक्नुहुन्छ। हेर्नुहोस् त नयाँ भेराइटीको कस्तो दामी दामी एग्लोनिमाहरू छ। अनि यो चाहिँ लिपस्टिक एग्लोनिमामा अर्कै पिङ्क एन्ड ग्रिन भेरिकेसनमा हो। यसरी ल्याउँदाखेरि सानो सानो टोकरीमा आएको थियो। मैले यसमा रिपोर्ट गरिसकेर चाहिँ मैले अब सबै त्यो कोकोपिटहरू फालेर चाहिँ यसरी आएको छ। हजुरले स्क्रिनसट गर्नु सक्नुहुन्छ। अनि यो अलग्गै हो, यो अलग्गै हो, यो खाले फेरि अलग्गै हो। हेर्दाखेरि एउटै देख्नुहुन्छ होला नि, यिनीहरू अलग्गै हो। अनि यो रेड एग्लोनिमामा पनि हजुरले देख्न सक्नुहुन्छ, यो अलग्गै हो। यिनीहरूको नाम अलग अलग छ। एग्लोनिमा चाहिँ यिनीहरूको नाम भयो, यिनीहरूको थर अलग अलग छ। अनि यो हेर्नुहोस् त ल्याउँदाखेरि यत्रो ल्याएको थिएँ। यो फिटोनिया भनेर भनिन्छ। यो फिटोनिया पनि छ साथीहरूले। यो पर्मानेन्ट बिरुवा है त, एकदम बुस्सी भएर गमलाभरि भएर बस्छ। यो फिटोनिया पनि छ।